हेलो साथीहरु नमस्ते सबैजनालाई। यो चाहिँ मेरो बुढीको पसल हो भट्टी जेनिसा खाजा घर चाउमिन बनाउँदैछ है। सरकारी धारामा हो, हेर्नु होला। के पाइन्छ बुढी? बुढीले के बनाउँदै हो बुढी? चाउमिन। वाउ, के चाउमिन बनाउँदै हो तिमीले? बफ चाउमिन अर्डरको हो? अनि भाइ आउनु है साथीहरु, चाउमिन बनाएर। मेरो होटलमा चाहिँ मोमो, चाउमिन, पाङ्ग्रा, भुटान, चना, अन्डा, अनि त्यसपछि विङ्स, टुङ्बा, अनि के अरु के पाइन्छ भन त? बेचिसो। वाउ, ल ठिक छ, राम्रोसँगले बनाऊ है, राम्रोसँगले बनाऊ। चाउमिन बनाउन त आउँछ नि? आइरहेछ आइसम्म अब बबल ए राम्रो नजानेको कुरा सोध्छ न, म भनिदिइहाल्छु नि त। हेर बुढी, खानेकुरा चाहिँ यहाँ छ, हेर्नु गाइस। चना, अन्डा, यस्तै यस्तै हो, भट्टी हो होइन। आज चाहिँ खासै गेस्ट छैन, सुनसान जस्तै हो। सानो खाजा घर, सानो भट्टी खाजा घर हो। ओहो, कालो चस्मा लगाएर दामी देखेर रहेछ ल। बफको टुक्रा त देखिरहेछ नि। धेरै 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 राम्रो। यो चाहिँ हाम्रो ठ्याक्कै सरकारी धारा, सामाकोशी मेन रोड यहीँ छ। यता रानीमारी जनेबारी हो, यता चाहिँ हाम्रो मेन रोड। प्याकिङ हो ल, ठिक छ, ल ल, दुई अब